पार्टी राजनीति भनेको आफ्नो व्यक्तिगत इच्छा परिपूर्ति गर्नको लागि मात्रै आउने विषय होइन। यो राजनीतिमा आउँदै गर्दाखेरि म राजनीतिमा किन आएँ र म के का लागि राजनीति गर्दैछु भन्ने कुरा पहिला व्यक्तिले त्यो विषयमा मनन गर्नुपर्छ, ती विषयमा आफू स्पष्ट हुनुपर्छ अनि बल्ल अगाडि बढ्ने हो जस्तो मलाई लाग्छ। पछिल्लो समय जसरी हामीले राजनीतिक गतिविधिहरू अगाडि बढेको छ, जसरी युवा पुस्ताहरूले राजनीतिमा एकदम व्यापक चासो बढेको छ, चासो राख्नु एकदमै राम्रो हो। तर संयमित पनि बनाऊ, अनुशासित पनि बनाऊ, लोकतन्त्र के हो, समाज के हो, राजनीति के हो, कसरी चल्छ, यी यावत कुराहरूलाई पनि हामी हेरौँ है भन्ने उहाँले जुन सन्देश दिनुभएको छ अत्यन्तै उचित सन्देश छ। देशका बारेमा चाहिँ नै गम्भीर भएर सोचौँ, देशका बारेमा चाहिँ कुनै त्रुटि गर्नु भएन, देशको हितमा चाहिँ काम गर्ने बखत कुनै त्रुटि गर्नु भएन भन्ने उहाँको आशय हो। किन हामी जति संयमित भयो, जति हामी अनुशासित भयो, राजनीति जति संयमित र अनुशासित भयो त्यसले सही दिशातिर लैजान्छ भन्ने कुरा उहाँको भाव हो। यसलाई त्यसरी नै ग्रहण गर्नुपर्छ। टिममा सिकेको भनेको निकै लामो समय पनि भयो। हामी यो सम्पूर्ण असहज परिस्थितिको बावजुद पनि ऐतिहासिक रूपमा अधिवेशनलाई सफल पार्न सम्पन्न भएका छौँ। सबैजनालाई धन्यवाद, कृतज्ञता व्यक्त गर्दै र सबैजनालाई फेरि पनि अब आफ्नो नियमित काम कारबाहीमा हामी फर्किन्छौँ, नियमित हिसाबले अब लागौँ आफ्नो काम गर्नुमा भन्न चाहन्छु। रवि लामिछाने पुनः एकपटक सभापति, तपाईँ पार्टी उपसभापति, कसरी अब तपाईँहरूको नङ र मासु जस्तो घनिष्ठ सम्बन्ध अब हामी कसरी देख्न सक्छौँ? पहिल्यै कुरामा सहकार्य हुन्छ होइन, पहिल्यै पनि यो हाम्रो पार्टीमा कहिले पनि त्यस्तो नराम्रो परिस्थिति केही पनि थिएन। पहिल्यैदेखि जुन नङ र मासु भन्नुभयो, पहिल्यैदेखि नङ र मासु नै हो। पार्टी सभापतिलाई हामीले एकदमै केन्द्रमा राखेर सधैँभरि काम गरिराखेकै हो। उहाँको निर्देशन बमोजिम र उहाँलाई संरक्षण गर्दै हामी पनि एक आपसमा चाहिँ भनौँ न एकले अर्काको हातेमालो गर्दै एकले अर्कालाई सहयोग गर्दै त्यसरी अगाडि बढिराखेकै हो। पार्टी मजबुत छ। अहिले अब आधिकारिक रूपमा चाहिँ औपचारिकता पायो। अझ भनौँ अब तदर्थ कमिटी थियो पहिला, अहिले चाहिँ नयाँ महाधिवेशनबाट राजनीतिक रूपमा चाहिँ यो पार्टी आइपुगेको छ। अब यसलाई खुसी व्यक्त गरौँ। अब यसको फुल पिक्चर चाहिँ हामीले केही दिनमा सबै पदाधिकारीहरू आइसकेपछि, किनभने केही पदाधिकारीहरू मनोनयन गर्न पनि बाँकी छ, यी सबै कुराहरू पूर्ण भएपछि हामी सबै पार्टीको नीति के हो, आगामी बाटो के हो भन्ने कुरा हामी तय गर्छौँ। त्यसपछि तपाईँहरूलाई भनि नै हाल्छौँ। आजको लागि चाहिँ अधिवेशन सम्पन्न भएको छ। अब हामी धेरैजना थकित पनि छौँ। म पनि हिजो करिबन 5 बजेसम्म यहीँ थिएँ, फेरि घर गएँ, आएँ, फेरि चुनाव भइहाल्यो। करिबन अब 24 घन्टा जस्तै भइसक्यो। मजाले निन्द्रा पनि कसैको पुगेको छैन। हाम्रो साथीहरू अहोरात्र खट्नु भएको छ। राटको साथी, अनुशासन आयोगको साथीहरू, निर्वाचन आयोगको साथीहरू एकदमै अहोरात्र खट्नु भएको छ। सुरक्षाकर्मीदेखि लिएर सबै स्वयंसेवकहरू सबै चाहिँ यो खटाइमा भएको कारणले गर्दाखेरि अब चाहिँ हामी थकाइ मार्छौँ, त्यसपछि बाँकी कुराहरू गर्छौँ। देख्न सक्नुहुन्छ सोभिता गौतम र तोसीमा कार्की सँगसँगै हुनुहुन्छ। उपसभापतिमा सोभिता गौतमले निर्वाचित भइसक्नु भएछ, जित हासिल गरिसकेपछि तोसीमा कार्की पनि यति बेला उहाँसँगै हुनुहुन्छ। यो दृश्य हामी तपाईँलाई देखाइरहेका छौँ। राष्ट्रिय स्वतन्त्र पार्टीको ऐतिहासिक प्रथम राष्ट्रिय महाधिवेशनबाट सोभिता गौतम उपसभापति पदमा निर्वाचित हुनुभएको छ। यो दृश्य हामी तपाईँलाई देखाइरहेका छौँ र सँगै निशा डागी पनि हुनुहुन्छ। उहाँ सहमहामन्त्रीमा निर्वाचित हुनुभएको छ, देखाइ पनि रहेका छौँ। निर्वाचनमा आफ्नो दाबी प्रस्तुत गऱ्यौँ, सबै बाँकी कुरा निर्वाचनलाई छोडिदियौँ। आजको यो निर्वाचन चाहिँ आजकै दिनमा सीमित रहन्छ। भोलिबाट यो कुनै पनि कम्पिटिसन केही पनि हुँदैन। आजसम्म जे थियो यही निर्वाचनमा जे भयो सकियो। अब भोलिबाट नियमितबाट हामी पार्टीको काम कारबाही हेर्छौँ। उहाँहरू फ्यामिली अनि परिवारकै हौ। अनि तपाईँ चाहिँ कानुन मन्त्रीको रूपमा महत्त्वपूर्ण मन्त्रालय सम्हालेको दाबी भएको छ है, सँगसँगै पार्टीको पनि महत्त्वपूर्ण पदमा सम्हाल्ने कुनै पनि पद सम्हाल्ने भन्ने विषय चाहिँ पार्टीले जिम्मेवारी दिएको छ। त्यस कारणले गर्दाखेरि मूलभूत रूपमा पार्टीले कुन दिशा लिन्छ, पार्टी कुन गतिमा चलिरहेको छ, पार्टीको सिद्धान्त के हो, नीति के हो भन्ने कुराले चाहिँ सरकार सञ्चालन हुने कुरा पनि निर्देशित गर्दछ। त्यस कारणले गर्दा पहिलो प्राथमिकता चाहिँ पार्टीमै हुन्छ, पार्टी निर्माणमै हुन्छ। अब यो
दोहोरो जिम्मेवारीको जसमा प्रश्न गर्नुभएको छ उपसभापति भन्ने बित्तिकै अलिकति रोल पनि त्यही बमोजिमकै हुन्छ यहाँहरूलाई थाहा नै छ। अहिले हामी सरकार जसरी जुन गतिमा सञ्चालन गरिरहेका छौँ त्यहाँबाट नेपाली जनतालाई छिटोभन्दा छिटो द्रुत गतिमा न्याय अथवा चाहिँ समृद्धिका परिणामहरू दिनको लागि हामी तत्पर छौँ। त्यो सँगसँगै पार्टीमा पनि पार्टी राजनीति पनि गर्दै जानुपर्ने र पार्टी निर्माण गरेर नै नेतृत्वहरू तयार हुँदै जाने भएको कारणले हामी त्यही बमोजिम पार्टीलाई सुदृढ सुसङ्गठित गर्दै जान्छौँ। पार्टी अब बल्ल पहिलोपटक महाधिवेशन भएर परिपक्व पार्टीको रूपमा आएको छ, निर्वाचित टिम आएको छ। अब यो टिमले चाहिँ पार्टी अगाडि कसरी लैजाने भन्ने कुरा तय गर्छ। अब त्यही अनुसार लैजान्छ। बस, धन्यवाद।